नमस्कार सबैलाई है हाम्रो नानालाई सपोर्ट गरिदिनुहोस् होला लाइक शेयर कमेन्ट है के भन्नु फलो पनि गरिदिनुहोस् होला थ्यांक यू हेलो एभ्रीवन वेलकम टु माई च्यानल पहिलेको बर्थडे सेलिब्रेट गर्न आँटेको छ बर्थडेको चाहिँ बिचमा छ हामी चाहिँ जमाउने गएको भक्तेलाई भेट्नु मिस्टर भक्तेजीलाई भेट्नु फेमस इन दार्जिलिङ त्यही भएर भक्तेलाई देखाउँछु भिडियो बनाउँछु तपाईँहरू हेर्दै गर्नुहोस् होला बाई यसो गर न यो तपाईहरु यहाँ पनि हेर्न सक्नुहुन्छ है मैले फ्लावर बोकिरहेको छु भ्यू हेर्नुस् भ्यूको नजारा तल दामी गएको थिएँ मजाको भ्यू हेर्न सक्नुहुन्छ तपाईहरु पनि रोड यस्तो दामी थियो है चिसो मौसम दामी भ्यू थियो अरु हेर्न सक्नुहुन्छ तपाईहरु पनि हेर्नुस् तपाईहरु हेर्न सक्नुहुन्छ म यहाँ छु गाइस यो होला है I'm here, that's so beautiful. हामी चाहिँ अहिले भक्तिको घरमा आइपुगेको छु आन्टीलाई हेर्नुस् मलाई फेरि कसले चिन्दैन नि त 5 वर्ष पछि चाहिँ चिन्छ आन्टी 5 वर्ष पछि चाहिँ मलाई पनि चिन्छ होला भने This is a भक्तिको घर गाइस भित्र गएर हेर्ने छौँ हामी कस्तो रहेछ भने So guys, we are finally here. This is reception. You can check the reception. How are you feeling? Huh? वही त छैन सर यहाँ चाहिँ सिद्धान्तले भन्दै थियो खाएको र बसेको चाहिँ 1500 मात्रै भनेर नमस्कार सबैलाई है हाम्रो नानालाई सपोर्ट गरिदिनुहोस् होला लाइक शेयर कमेन्ट है के भन्नु फलो पनि गरिदिनुहोस् होला थ्यांक यू तर इक्जामले गर्दाखेरि चाहिँ आज नै यहाँ चाहिँ हामी भ्यू हेर्दै मिस्टर भक्ति पनि हेर्न सक्नुहुन्छ तपाईहरु है उहाँ चाहिँ जानुभयो हामी चाहिँ भिडियो बनाउँदै थियौँ फेरि बाहिरतिर घुम्नुको लागि निस्क्यो हामी चाहिँ एकछिनको लागि यो चाहिँ उहाँको रेस्टुरेन्ट रहेछ लुटेन यहाँ हामी चिक्सिम बारमा गइरहेको छु तपाईहरु हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ अघि भेटिसक्यो त एक्साइटेड के भन्न चाहन्छौ भक्तिलाई भेट्ने चान्स पायो हामीले थ्याङ्क यू सो मच मिस श्रेया फर इन्भाइटिङ अस नो सिद्धान्त भिडियो चाहिँ बनाउँदै कसरी हँसाएको अहिले हामी चाहिँ तल जाँदैछौँ होइन यो चाहिँ दामी एउटा यसो ठाउँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ हेर्न सक्नुहुन्छ सो ब्युटिफुल हियर एन्ड यु क्यान सी द दार्जिलिङ 360 भ्यू फ्रम हियर हाम्रोमा देख्नु त देख्छ हाम्रो होटलमा हेर केटाकेटीहरू म रोकेर चर्काउनु मलाई हुन्छ तपाईँले सिद्धान्तको बदमास के गर्दैछ आउने बित्तिकै
सिद्धान्तको बदमासी मेरो नि अन्त उहाँ चाहिँ भक्ति भाइला हुनुहुन्छ है फेमस फ्रम हियर खाँदैछ मैले थोडी भिडियो बनाउँदैछु माछा लगाइसकेर सो यु क्यान चेक द भिडियो उहाँ चाहिँ भाइ हुनुहुँदो रहेछ तपाईहरु बिस्तारै आउनुहुन्छ जानुहुन्छ नि है बहिनीको हैन यो मेरो ठुलो छोरी यो सानो यसको बर्थडे ह्यापी बर्थडे This is very beautiful tent, huh? Let's do something. Pura खाएछ अरे Look at the beauty of here. So, we'll check you after some time, okay? We are going for the bridge, so I'll let you know the bill also. अभी हम जा रहे हैं बाहर so beautiful guys मेरा फोन से थोड़ा ठुला हात्ती छ रे भित्र ठुला हात्ती छ रे भित्र कस्तो ठुला हात्ती कहाँ देख्छ घाँसको देखेन हात्ती घाँसको हात्ती बना यहाँ के हुआ दुईटा हात्तीको बना एउटा झिल हुनुहुँदो रहेछ what is that bro के हो त्यो होम स्टे के छ हल्दी आयो so guys कस्तो लाग्यो तपाईलाई ल झर्नै फोन झर्यो झर्यो भए के गर्नु मन पर्यो You don't like the video guys This is night view अघि साइडले त 5:30 भइसक्यो यही नि र भन्ने 5:16 आधी घण्टा अलि 5:16 मात्रै हुँदैन आधी घण्टा माथि पुरा घुमिरहेछ त्यही त This is मुस्किल ला अन्धकारमा त के देखेन त ग्यास उहाँको चाहिँ टेन्ट हाउस रहेछ टेन्ट होम चाहिँ बेडरुम चाहिँ यो रहेछ दामी रहेछ तपाईहरु पनि भिजिट गर्न सक्नुहुन्छ है यहाँ चाहिँ हामीले अब केक काट्न आँटेको छौं सबैजना ग्यादर भइरहेको छ हैन द केक काट्न आँटिसकेको छ बहिनीको चाहिँ प्री बर्थडे सेलिब्रेसन गर्न गएको थियो हामी चाहिँ मिस निधिको अन्त यहाँ हेर्न सक्नुहुन्छ हैन हामी फोटोहरु खिच्दै थियो फोटोमा मिस्टर सिद्धान्त टेकिङ पिक्चर अफ माइ अनि सबै ग्यादर भइरहेको थियो है सबै यहाँ भक्ति सर हुनुहुन्छ भक्ति सर चाहिँ यहाँ हुनुहुन्छ अन्त उहाँहरुको भाइहरु पनि हुनुहुन्थ्यो है सबैहरु गफ गर्दै मजाले मिलेर अफ्टर लागिरहेको थियो भिडियो बनाउनु मलाई पनि अफ्टर लागिरहेको थियो मैले अघिदेखि भिडियो बनाइरहेको थिएँ भिडियो बनाउँदै थिएँ अघिदेखि नै दिस फिल एन्ड मिस रियाज हेर्नु सक्नुहुन्छ तपाईहरु मजा आउँदै थियो सबैजना ग्यादर हुनुभएको थियो टाढो टाढोबाट मान्छेहरु आउनुहुँदैछ उहाँको बिजनेस स्ट्र्याटेजी चाहिँ मलाई दामी लाग्यो यस्तै हुन्छ है अब तपाईहरुलाई देखाउँछु केक काटेको भिडियो गाइस सो यतिखेर चाहिँ हामीले बहिनीको केक काटिसक्दैछौँ काट्दैछ बहिनीले चाहिँ उहाँले काट्नु हुँदैछ केक अन्त मिस्ट्रीले चाहिँ आई डोन्ट नो लाइक के भन्छ त्यसलाई चाहिँ गर्नु हुँदै थियो अन्त सबैजना रेडी सी इज कटिङ केक हेर्न सक्नुहुन्छ कति दामी केक थियो हैन उहाँले बहिनीले पनि गर्नुहुँदैछ त्यस फर्मलाई चाहिँ उयो गर्नुहुँदैछ आई डोन्ट नो के भन्छ है मलाई याद भएन त्यो चाहिँ अन्त हेर्न सक्नुहुन्छ सबैजना ग्यादरिङ भइरहेको छ भिडियो बनाउनु बर्थडे सेलिब्रेसनको लागि चाहिँ सबैजना ग्यादरिङ आई थिङ्क हेर्नु सक्नुहुन्छ तपाईहरु है सबै सेतो भइसकेको थियो हामी सबैजना हजुर
just night view. Thank you very much for watching my video. यति नै थियो होला है बहिनीको बर्थडे सेलिब्रेट गर्यो मजा आयो ह्याप्पी बर्थडे बहिनी है अलवेज बी ह्याप्पी थ्याङ्क यू सो मच फर वाचिङ उहाँ चाहिँ यो चाहिँ हाम्रो भक्ति सरको होमस्टे रहेछ सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई बाई